साथीहरू म चाहिँ पाँचकलबाट घरमा गएर के काम गरेँ त पुरा भिडियो हेरेर साथ दिनु होला है। हेलो साथीहरू नमस्ते अनि लासु फ्याफुलजी सबैजनालाई स्वागत छ मेरो भिडियोमा। धेरै पछि बारीमा आएको केरा पनि पाकेको रहेछ साथीहरू। अनि जम्बर रुखमा चाहिँ एउटा मात्रै कटहर फलिरहेको रहेछ, त्यो पनि टिपेर लैजाउँ न हामी भनेर भन्दैछु सुनि। भन्दा भन्दै म भिडियो बनाउँछु तपाईँ रुखमा चढ्नु अरे, अनि म चाहिँ सकिनसकि रुखमा चढेँ साथीहरू। पहिलाको वर्षमा चाहिँ कति धेरै फलेको थियो यो रुखमा, यसपालि चाहिँ जम्मा एउटा मात्रै फलेको रहेछ। फलफुलहरू पनि एक वर्ष फल्ने एक वर्ष नफल्ने हुन्छ अरे भनेर सुनेको थिएँ, सायद त्यस्तै लाग्यो मलाई। रुखबाट ओर्लिन पनि मलाई त्यस्तै गाह्रो भएको थियो साथीहरू है। र पनि सोनीले चाहिँ भिडियो बनाउन छोड्नु भएको छैन। त्यसपछि हामीले केरा काट्यौँ, केरा चाहिँ तल बारीमा पुगेर मकैहरू पनि लडे साथीहरू होइन। हाम्रो चाहिँ शेर्खा बर्खा जुनसुकै महिनामा पनि केरा चाहिँ प्रशस्त पाउँछ साथीहरू। त्यसपछि हामी दुईजना, एकजनाले केरा एकजनाले कटहर बोकेर लाग्यौँ घरतिर। मेरो भिडियो चाहिँ यहीँ सकिन्छ। यतिन्जेल हेरेर साथ दिनुभयो सबैजनालाई थ्याङ्क यू सो मच।